हेलो एभ्रिवान आज चाहिँ म क्यारेबियन पम्पकिन राइस बनाउन गइरहेको छु त्यसको लागि चाहिँ पहिला हामीले पम्पकिनलाई पिल गरेर अन्त यसलाई मजाले एउटा शेपमा ग्रेड गर्नुपर्छ अलिक मोटो मोटो छ भने चाहिँ तपाईलाई खाँदाखेरि पनि यसो पम्पकिनको फिल आउँछ अन्त अनियनलाई यसो डाइस चप्ड गरौँ ठुलठुलो खाले शेपमा मैले चाहिँ यसमा बेल पेपर अन्त ग्रीन अनियन्सलाई एड गर्दैछु तपाईहरुलाई मन परेन तपाईहरुले ब्रोकोली अन्त तपाईको कौलीफ्लावरहरुलाई एड गर्न पनि सक्नुहुन्छ यसमा तर कम्ती मात्रामा एड गर्नु होला नभए फेरि पम्पकिनको फ्लेभरै चेन्ज हुन्छ बिस्तारै काट्नु होला हातहरु नकाटिकन अनि मलाई चाहिँ पम्पकिन बनाउँदाखेरि चाहिँ अदुवा चाहिँ चाहिन्छ मलाई यसको फ्लेभर अर्कै मन पर्छ तपाईहरुलाई मन नपरे एड नगर्नु सक्नुहुन्छ यसलाई यसरी ठुलठुलो शेपमा काट्नुहोस् राइसलाई चाहिँ तपाईले पहिले 30 मिनेट्स पानीमा सोक गरेर राख्नुहोस् त्यसो गर्दाखेरि तपाईलाई छिटो पाक्छ पनि राइस चाहिँ बासमती युज गर्नु होला किनभने अलिक लामो लामो हुन्छ त्यसो गर्दाखेरि तपाईलाई राइस र तपाईको पम्पकिनको शेप अलिकति मिल्छ अन्त फर्स्टमा अलिकति तेल हालेर तपाईले जीरा र तपाईको मिठा सफलाई एकछिन हल्का टस गर्नुहोस् त्यसको बादमा अनियन्स अनि ग्रीन अनियन्स अनि हालेर मजाले अलिकति हल्दी धुलो खोर्सानीहरु हालेर टस गर्नुहोस् त्यहाँबाट बेल पेपर हाल्नुहोस् त्यसको बादमा तपाईको अलिकति मसलाहरु तपाईकोमा जुनै मसला छ त्यो हाल्दा हुन्छ म चाहिँ जीरा धनिया हाल्दैछु अन्त यसमा पम्पकिनलाई हालेर अलिकति चलाएर अन्त फेरि पानी एड गरेर तपाईले अलिकति हल्का वार्म गर्नुहोस् त्यसको बादमा यसमा तपाईकोमा कोकोनट मिल्क पनि एड गर्नुपर्छ अन्त त्यो हालेर एकछिन चलाएर त्यसको बादमा राइस हालेर तपाईले एकछिन स्टिम गर्नुपर्छ हाफ एन आवर मजाले बोइल गर्नुहोस् भित्रभित्रै तपाईको पानी पनि सुकिसकेको हुन्छ अन्त यसरी एकदम रेडी भइसकेको छ अब म चाहिँ यसको लागि अलिकति सलाड बनाउँदैछु आज चाहिँ म यो सलाडमा तपाईहरुलाई पार्सले हालेर बनाउँदैछु अन्त यसमा क्युकम्बर अनियन अन्त बीटरुट यसलाई यसरी सानो गरेर चप गर्नुहोस् किनभने लामो छ भने खानु मजा आउँदैन यो सलाड चाहिँ किनभने पार्सले चाहिँ तपाईलाई फाइन चप गर्नुपर्छ मलाई चाहिँ खाना पकाउनु भन्दा बेसी काट्नु मन पर्छ काट्नुमा चाहिँ एकदम मेहनत गर्नुपर्छ अनि मात्रै खानु मजा आउँछ हेर्दा मिठो छ भने पो खानु मन लाग्छ त यो चाहिँ पार्सले हो हेर्दाखेरि चाहिँ धनिया जस्तै देख्छ म पनि फर्स्टमा त 2-3 पल्ट झुके दोकानमा किन्दाखेरि क्र्यानबेरी हालेर अन्त अलिकति ब्ल्याक पेपर सल्ट अन्त अलिभ ओइल हालेर मजाले चलाएर राख्नुहोस् एकदम अलिभ ओइलको फ्लेभरले झन् मिठो हुन्छ अन्त लु अब सर्भ गरौँ अब म चाहिँ हेर्दाखेरि कम्ती देख्दै होला प्लेट चाहिँ ठुलै छ ल है सबैजना बनाएर ट्राई गर्नुहोस् बाइ बाइ